राज सर वेलकम। के छ, आराम हुनुहुन्छ कि? एकदम ठिक छु। हेलो। अनि कस्तो छ स्वास्थ्य? स्वास्थ्य राम्रो छ। अनि व्यवसायको स्वास्थ्य? व्यवसायको स्वास्थ्य अहिले अलिकति राम्रै हो कि भने जस्तो लाग्छ। अहिले इन्डियन फ्लूले बजारमा राम्रै चर्चा बटुल्यो। हजुर। त्यसलाई हामीले कसरी हेर्ने हो? यो कन्सिस्टेन्सी कस्तो होला? अब यस्तो छ सर, यो इन्डियनको फ्लोले यहाँ सकारात्मक कुरा पनि धेरै आयो, नकारात्मक कुरा पनि धेरै आइरहेछ। हजुर हजुर। अब होइन, एउटा हामीले सोच्दै नसोचेको एउटा फ्लो आएको छ, यो एकदम उत्साहजनक हो। यो कुरालाई चाहिँ नै हामीले दुई मात्रै छैन यो कुरामा। त्यति गर्दा गर्दै पनि अलिकति क्वालिटीका टुरिस्टको चाहिँ कमै भएको हुनु कि त भन्ने चाहिँ थोरै फिल पनि भएको छ। के छ, अब हामी त्यो क्वालिटीतिर तयार थियौँ र? यस्तो छ, अब यो हामीसँग एउटै मात्र मार्केट नभएर धेरै मार्केटमा हामीले काम गर्ने भएको हुनाले क्वालिटीको लागि पनि हामी चाहिँ नि तयार नभएको भन्ने कुरो त होइन। तर पनि हाम्रो सोच कस्तो थिएन, यो जुन जुन ग्रेडका टुरिस्टहरू अहिले पछिल्लो चर्चा आउनुभयो त्यति धेरै चाहिँ पनि हामीले एक्सपेक्टेसन गरेका थिएनौँ कि भन्दा त्यो त्यो क्वालिटी पनि आउनु चाहिँ भन्ने एक्सपेक्टेसन। मैले किन क्वालिटीको कुरा गरेँ भने टुरिज्म इन्डस्ट्रीको फन्डामेन्टल भनेर अब हामीले कम्पोनेन्टको रूपमा एकोमोडेसनलाई लिन्छौँ। यो पोखराको हकमा कुरा गर्दाखेरि ह्यान्डफुल अफ 5 स्टार छैनन्। छैन। 5 स्टार लेभलको सर्भिस अथवा रिजोर्ट लेभलको सर्भिस त्यो प्रोभाइड गर्ने प्रोभाइडर्सहरू अलिकति कम छन्। जसको कारणले गर्दा यो एउटा डाउटफुल क्वेसन मात्रै थियो। अब सोर्स मार्केट त इन्डियन नै मान्नुपर्छ जस्तो लाग्छ। हालसालै कलकत्ता पनि पुगेर आउनुभयो। कलकत्ताले कसरी पर्सिभ गरिरहेको रहेछ? यस्तो छ, हामीले कलकत्ता पहिलो कुरा चाहिँ नि डेस्टिनेसन रोजाइ पनि हुन्छ। अहिले पछिल्लो चरण हेर्नु होला, हामीसँग जति पनि टुरिस्टको फ्लो भयो त्यो चाहिँ नि म्याक्सिमम् चाहिँ बोर्डर सिटीका टुरिस्टहरू चाहिँ आउनुभयो। र हामीले कलकत्ता रोज्नुको कारण के थियो भन्नुहुन्छ भने नम्बर अफ टुरिस्टको हामीले जुन फुटफलको कुरा गर्दाखेरि चाहिँ नि वेस्ट बेङ्गलबाट अलिकति कम भएको हो कि त। हजुर। किनभने कोभिड अगाडिसम्म चाहिँ राम्रो फुटफल हुने हो वेस्ट बेङ्गलबाट। हजुर। तर पछिल्लो चरणमा चाहिँ आफ्टर कोभिड चाहिँ अलिकति कम हुँदै गएको हो कि त भनेर त्यो एउटा चाहिँ रिभाइभको लागि हामीले पहिला पनि कलकत्ता पहिला पनि एक्जिट गरिसकेका हुनाले त्यो 2019मा यस त्यो गरेको हुनाले हामीले फेरि यसलाई चाहिँ एकचोटि गरौँ न। किनभने त्यो हामीले त्यो गर्दै बित्तिकै इनिसियल उसमा चाहिँ कोभिड आइहाल्यो। त्यो भइसक्यो, हामीले के खासै त्यसलाई चाहिँ गर्न पाइएन। भइसक्यो, यसलाई फेरि रिस्टार्ट गरौँ न भन्ने हिसाबले हामीले डेस्टिनेसनै कलकत्ता यहाँ एकदमै राम्रो। यो अहिले इन्डियन मार्केट राम्रो चलायमान भइदिएको कारणले गर्दा त्यसमा विभिन्न फ्याक्टर्सहरूले काम गरे, तर हाम्रो इकोनोमिक स्ट्रेन्थलाई चाहिँ अलिकति बढावा दिएको छ। त्यो इकोनोमिक स्ट्रेन्थ बढावा दिँदै गर्दाखेरि अहिले पोखराले यो फ्लोबाट के सिक्यो होला? किन भन्दाखेरि हामी पोखरामा बसेका पोखरावासीले धेरै इन्डियनलाई गाली पनि गर्यो। त्यो पर्यटनलाई बुझेर गर्यो नबुझेर गर्यो त्यो दोस्रो पाटो भयो। यसले के सिकायो होला? यस्तो हो सर, यो पर्यटन चाहिँ चलायमान हुनु भनेको सबै पक्षलाई चाहिँ राम्रो हो है। त त्यति हुँदै पनि कस्तो भने गाइडेन्स हुनु जरुरी हुन्छ भन्ने कुरा सिकायो। पहिलो कुरा के सिकायो भन्दाखेरि यो टुरिस्टलाई त ल्याउने, त टुरिस्टको चाहिँ नि चलाउने मापदण्ड के हो त, गाइडेन्स के हो त भन्ने कुरा पनि अलिकति सिकायो कि जस्तो मलाई लाग्छ। अब बाटोघाटो देखियो, हामीले कतिपय बाटोघाटो पनि सिकेको पनि देखियो होइन। ती भनेको कुरा चाहिँ एउटा दुईवटा कुराले चाहिँ नकारात्मक कुराले चाहिँ अब त्यसलाई नै भाइरल बनाएर त काम पनि हुँदैन। तर चाहिँ त्यसमा पोजिटिभ पनि छ, जस्तो कि फ्यामिली वाइज आउने टुरिस्टहरूले राम्रो अकुपेन्सी दिनुभयो होटेलहरूमा होइन, त्यो भनेको राम्रो कुरा हो। जस्तो कि अब सानो कुरा मैले यसमा पनि जोड्न चाहेँ, बिचमा चाहिँ नि हजुरको यो के अरे खाना पकाउने मान्छे आफैले लिएर आउने, अब कस्तो किसिमको प्रचार उहाँहरूले गरिदिनु भएपछि भने यो तीर्थको कुरा गरिदिनु भयो, तीर्थयात्री भनेर फेरि त्यसलाई क्याटेगोराइज गरियो। हामीसँग चाहिँ एउटा कस्तो नै कुन पिलग्रिम्स टुरिज्म हो, कुन चाहिँ लेजर टुरिज्म हो भन्ने कुरा त गाइडेन्स त केही न केही त हुनुपर्छ होला नि त, मापदण्ड केही न केही त हुनुपर्छ होला। अब यसमा मैले थोरै जोडेँ, म चाहिँ अब टुरिज्म इन्डस्ट्रीलाई अलिकति अध्ययन गर्न रुचाउने भएको हुनाले पनि यो पर्यटनलाई बुझेको छ त अलिक कमै मैले पाउँछु, किन यसका विभिन्न डाइमेन्सन्सहरू छन्। आज मात्रै मैले डिस्कसन गर्ने एउटा फोरममा चाहिँ भनेको थिएँ 150 टाइप्स अफ टुरिज्म हामीले सिम्पली खोज्यौँ भने पर्पोज डिभिजनमा कुरा गर्दाखेरि। अब फर्मेटको कुरा त छुट्टै छ, पर्पोजको कुरा गर्दाखेरि 150 भन्दा बढी चाहिँ हामीले सजिलैसँग अनुमान गर्छौँ। अब 150 भन्दा बढी इन्ट्रेस्ट ग्रुपबाट केही हाम्रोमा आउने हो, त्यो स्पेसिफाइड गर्यो भने। अब यसमा होलिडेलाई त जोड्नु पर्यो। होलिडे मेकिङमा कसले कसरी फन्डलाई लिन्छ भन्ने कुरा एकदमै क्रिटिकल इस्यु हुँदो रहेछ।
त्यो भएर अब हामी चाहिँ यसो विचार गर्दै गर्दाखेरि कस्तो छ पोखराको टुरिज्म साइकोलोजीले के छ इन्डियनलाई अलिकति बढी फोकस गर्नुपर्छ भन्ने मान्यता डेभलप गर्न सुरु गरे अब अहिले। यस्तो छ हामीले हुन त अहिले यो माहौलले त्यो पनि देखायो आफूले भन्नुभएको कुरा चाहिँ। अब हामी चाहिँ के छौँ भने पहिलो कुरा त जुन एउटा भोल्युम पनि हामीलाई टुरिज्मलाई आवश्यक पर्छ र त्यो भोल्युम चाहिँ कहाँबाट क्रिएट भएको छ त नि भन्ने कुरामा चाहिँ हामीले त्यो चिज हेर्नु जरुरी छ। किनभने आजको हामीले त यो जुन जुलाई भनेको त हाम्रो त अफ सिजन हो नि त। आज अफ सिजनमा पनि कुन एउटा भोल्युमले हामीलाई चलायमान बनाएको त नि भन्ने कुरा त एनालाइसिस हुनैपर्छ। त्यो कुरा सही कुरा है। अब त्यति भन्दा भन्दै पनि मैले हजुरलाई थोरै अघि जोड्दा मैले भने हजुरलाई गाइडेन्स चाहिँ प्रपर गाइडेन्स चाहिँ हुनुपर्छ। जस्तो कि अब स्थलमार्गबाट आउने जुन पर्यटक हुनुहुन्छ होइन उहाँहरूको डाटा हामीसँग अलिकति पर्याप्त नभएको हो कि आज हामीसँग पर्याप्त डाटा भइदिएको भएदेखि चाहिँ त यति जति हाम्रो एकछिन भने पोखराको क्यापेसिटी कति हो र आज पोखरासम्म जाने रुटमा कतिजना टुरिस्ट जानुभयो त नि भन्ने एउटा चाहिँ डाटा हामीसँग प्री डाटा आउने खालको भनौँ न इनिसियल डेटमा पनि कोही दर्ता गरेर अथवा कोही नाम लेखाएर आउनु टिकट लेखाएर आउनुपर्ने चाहिँ सिस्टम भइदिएको भए आज त्यो स्थिति हामीले देख्नु पर्ने थिएन होला नि त। अनि मैले तपाईँले डाटाको कुरा गर्नु म बिहान मात्रै यसो स्क्रोल गर्दै थिएँ एउटा इन्ट्रेस्टिङ डाटा चाहिँ मेरो आँखा अगाडि पऱ्यो। त्यो के भन्दाखेरि अहिलेको रिसेन्ट डेजमा चाहिँ दैनिक 2000 इन्डियन प्राइभेट भेहिकल्सहरू नेपालका विभिन्न नाकाबाट इन्ट्री गर्यो। 2000मा मानौ एभरेजमा 4 जना एउटा गाडीभित्र छिर्यो भनेको त त्यो राम्रो इनबाउन्ड हो त्यो। अब यसलाई हामीले कसरी क्याच गर्छौँ यस्तो त्यो सेकेन्डरी होला त्यो चिजमा पनि मैले छोडेँ। अब हजुरले गाडीको हिसाबले इन्डियन गाडी छिरेका हिसाबमा त हजुरले क्यालकुलेसन निकाल्नु भयो। अब उहाँहरू आफ्नो प्राइभेट गाडी युज नगरेर आउने टुरिस्ट पनि त हुनुहुन्छ होला नि त। मैले त्यही भन्दै थिएँ होइन किनभने प्राइभेट गाडी त्यसरी छिर्यो भने प्राइभेट गाडी नलिकन आउने कति होला फ्लाइटबाट आउने कति होला ती कुराको चाहिँ आँखालाई हामीसँग रेकर्डिङ सिस्टम त्यो चाहिँ हुनु जरुरी छ पहिलो कुरा। अनि अहिले हजुरले कतिको याद गर्नुभयो अहिले बिचमा जुन यो थोरै नकारात्मक कुराहरू आउन थालेपछि बोर्डरमा पनि छिर्न लागेपछि अहिले प्रहरीहरूले उहाँहरूलाई अलिकति गाइडेन्स गर्नुभएको छ। ती भिडियोहरू पनि हामीले देख्न पाइरहेछौँ होइन। अब त्यो भनेको चाहिँ बल्ल किन प्रपरली अब तपाईँहरू यस ठाउँमा जाँदै हुनुहुन्छ यो चाहिँ ध्यान पुऱ्याएर जानु होला फोहोर नगर्नु होला होइन। अनि त्यो त हामीले धेरै देख्यौँ नि हजुर। अब त्यो भन्न त यो हुन्छ अब एउटा गाडीमा होइन कपडा सुकाएर हिँड्नु भएको छ होइन। अब मोटरसाइकलमा हिँड्नुभएको एकजना टुरिस्टले अब हातमा चाहिने भित्री वस्त्र सुकाउँदै हिँड्नु भएको छ। ती भनेका चाहिँ त हामीलाई अलिकति थोरै पस्दैनन् कि हाम्रो उसमा त्यो कुरो पनि याद गर्नुपर्छ होला। मेरो भने कहाँनिर मात्र एउटा कुरा हो भने जब हामी देश परिवर्तन गर्दैछौँ हामी घुम्नलाई कुनै अर्को देशमा जाँदैछौँ भने त्यो देशको नियम कानुन के हो भन्ने कुरो चाहिँ नि उहाँहरूलाई थाहा छैन भने त्यो कुराको चाहिँ त्यो कमजोरी हाम्रो हो हाम्रो सरकारको हो। किनभने पर्यटक आउँदाखेरि उहाँहरूले पालना गर्नुपर्ने नियम कानुन के हो भन्ने कुरामा चाहिँ क्लियर हुनुपर्छ। आज डाटामा चाहिँ हामीसँग 2000 दैनिक 2000 गाडी आएका छन् भन्ने डाटा हुँदा हुँदैको कन्डिसनमा हामीसँग दैनिक ओपन बोर्डर भए तापनि कतिजना मान्छे चाहिँ ओभरगोल गर्नुभयो भने टु एज अ टुरिस्ट कतिजना आउनुभयो कतिजना आउनु भएन भन्ने त्यो डाटा पनि राख्नलाई कुनै एउटा संयन्त्र बनाउने हो भन्ने सायद हामीलाई भोलि भनौँ न यस्ता किसिमका जुन अस्ति बिचमा 2-4वटा नकारात्मक कुरा आए त्यस्ता कुराहरू फेरि सुन्नु नपर्ने हुन्थ्यो कि दाजु भन्ने कुरा लाग्छ। अब यो चिजलाई म ठ्याक्क ट्विस्ट गर्छु कहाँनिर ल्याएर जोड्छु भन्दाखेरि तपाईँ प्रत्यक्ष ट्राभल एजेन्सीमा जोडिनु भयो होइन। अब नाटाको कुरा म अहिले आउँला प्रत्यक्ष ट्राभल एजेन्सीमा जोडिनु भयो। गभर्मेन्टले तपाईँहरूलाई दिएको जिम्मेवारी मध्येबाट तपाईँले छानेको जिम्मेवारीमा काम गर्न कतिको पाउनु भएको छ है। यो किन भन्दाखेरि यदि ट्राभल एजेन्सीको इन्टरफेरेन्स भएको भए ट्राभल एजेन्सी डाइरेक्टली इन्भल्भ भएको भए यो समस्या सायद हुन्थेन होला कि मेरो अनुमानको विषय है। यसमा तपाईँहरूले आफ्नो पोजिसन कहाँनिर पाउनुभयो यो म एकचोटि क्लियर गरिहाल्नु है। किन भन्दाखेरि हामीले आएका पर्यटकलाई त विभिन्न कुराहरूमा एउटा अवेर गर्ने कोसिस गऱ्यौँ मान्छेले जानी नजानी गर्यो जसको कारणले गर्दाखेरि ट्राभल एजेन्सी थ्रु आउने क्लाइन्टमा त्यो समस्या परेको छ कि छैन त्यस्तो देखिएको छ कि छैन? त्यस्तो चाहिँ छैन सर। कसरी छैन भन्छु भने ट्राभल एजेन्सी माध्यमबाट आउने गेस्टले एउटा प्लानिङ प्री प्लानिङ हुन्छ उहाँहरूको आइटिनरी वाइज चाहिँ आउनु आउनुहुन्छ भने आइटिनरीमा आज हामी कहाँ गरेर बस्छौँ के गरेर बस्छौँ त्यो प्री बुकिङका कुराहरू हुन्छन्। यी समस्याहरू उहाँ आउँदै आउँदैनन् फर्स्टली है। सेकेन्डली के हुन्छ भने जस्तो कि यहाँको जुन आएपछि पालना गर्नुपर्ने कुराहरू मा पनि हामीले उहाँहरूलाई गाइडेन्स गरेकै हुन्छ। तपाईँ यति अल्टिट्युडमा जाँदै हुनुहुन्छ यो छ तपाईँले गर्ने प्रोग्राममा यो छ
होइन भनेर हामीले पहिले नै कुरा गरेका हुन्छौँ र हामी आइटिनेरीभन्दा बाहिर जाने कुरामा चाहिँ हामी त्यति भनौँ न एउटा हामीसँग कस्ट फ्याक्टरको पनि कुरा हुन्छ। त्यो कारणले गर्दाखेरि चाहिँ यदि कस्टको चेन्जेस हुने भयो त्यो हुने भयो भने बल्ल मात्रै हो, अदरवाइज आइटिनेरीबाट हामी चेन्ज पनि प्रायः हुँदैनौँ। र त्यो कारणले गर्दाखेरि हामीले चाहिँ जस्तो कि नर्मल कुरा गर्दाखेरि चाहिँ हामीले प्रयोग गर्ने हाम्रा गाडीहरूमा धरि भित्र हामीले डस्टबिनहरू राखेका हुन्छौँ भने हामी त्यति कन्सियसली टुरिस्टलाई चाहिँ एउटा चाहिँ लिएर हिँड्छौँ भने होइन हामी मार्फतबाट यदि लिडिङ भएर आउने गेस्टहरूमा चाहिँ यो समस्या चाहिँ देखिन सक्छ। भनेपछि हामीले अब प्रोपर प्लानिङ गर्ने बेलामा अथवा टुरिस्टलाई इन्टर गराउने बेलामा यी कुराहरूमा अलिकति ध्यान दिनुपर्ने चाहिँ देखियो। किन भन्दाखेरि त्यही कस्टमर हो मान सरोवर जाँदाखेरि बडो साइलेन्ट एकदम आफ्नो पोजिसनमा बस्या हुन्छ, यहाँ आउँदाखेरि उग्राउने। किनभने हामीले इन्डियनलाई मात्रै होइन कि यो त अल ओभर द वर्ल्डको कुरा हुन्छ। किन हामीले अराजक अमेरिकन पनि देखेका छौँ, अराजक जापानिज पनि देखेका छौँ, इजरायलको त कुरा गर्न भएन। हामीले विभिन्न किसिमका कस्टमर्सहरू देख्यौँ, प्रोज एन्ड कन्स त सबैमा हुने भयो। यहाँनिर अलिकति हाइलाइट मलाई गर्न खोजेको कुरा फेरि पनि त्यसैमा दोहोऱ्याएँ, वाइ गभर्मेन्ट इज नट ट्राइङ टु गेट what travel agencies are delivering। यसमा तपाईँहरूले चाहिँ कसरी डिल गर्नुभएको छ? किन भन्दाखेरि ट्राभल एजेन्सीलाई गभर्मेन्टले हेर्ने पर्सपेक्टिभ, गभर्मेन्टले दिने भ्यालु त्यो दिएको पाउनु भएको छ कि छैन? किन भन्दाखेरि यो नेसन बिल्डिङमा र इन्भाइरोमेन्ट मेन्टेनेन्समा पनि एकदमै इम्पोर्टेन्ट रहेछ। त्यो तपाईँहरूले कतिको पाउनु भएको छ? अब म त व्यवसायको हकमा कुरा गर्दाखेरि त गभर्मेन्ट र भनौँ न सरकार र व्यवसायको कुरा गर्दा त एउटा हुन्छ। अब यो व्यवसाय सुरु गरेदेखिबाट नै एउटा कुरा भनौँ न अहिले बिचको हामी व्यवसायीले अथवा यो बिचको चाहिँ नि जेनेरेसनले के पनि देखिएको छ भन्नुहुन्छ भने कुनै पनि एउटा स्टेबल मोमेन्ट त पाइएको छैन होइन। त्यो पनि कारण हुनसक्ला होइन, त्यसलाई फेरि सबै कुरालाई मैले त्यो गभर्मेन्टकै कुरा हो भनेर भन्दै जाने त चाहन्न। तर गभर्मेन्ट लेभलबाट के छ भने सामान्य म हजुरलाई कुरा गर्छु, व्यवसाय सुरु गरेपछिको कुरा नगरौँ, व्यवसाय दर्ता गर्दाखेरिको कुराहरूमा पनि कतिपय कुराहरूमा एकदम कम्प्लिकेसन छ हेर्नुहोस् होइन। अब हामीले व्यवसाय सुरु गरिसकेपछि व्यवसायले त्यो व्यवसायप्रति के छ त गभर्मेन्टले चाहिँ कतिको चाहिँ नि गभर्मेन्टले भनौँ उसको तर्फबाट चाहिँ कतिसम्म चाहिँ उसले व्यवसायलाई चाहिँ सपोर्ट गरेर गएको छ भन्ने कुरो त त्यो सेकेन्डरी पार्ट भयो होइन। हामी फर्स्टमा इनिसियलमा के छौँ भने हामी दर्ता गर्दाखेरि नै हामी सहज छैनौँ। कसरी सहज छैनौँ भने धेरै ठाउँमा दर्ताका प्रक्रियाहरू घुमाइ लिएर आउनु पर्ने हुन्छ र ट्राभल एजेन्सीलाई। अनि ट्राभल एजेन्सी दर्ता गरियो, ट्राभल एजेन्सी दर्ता गरिसकेपछि यसका विभिन्न विधाहरू छन् होइन। यसमा टुरको कुरा, टुर अपरेसनका कुराहरू छन्, टिकटिङका कुराहरू छन्, ट्रान्सपोर्टेसनका कुराहरू छन् होइन। आफ्नो आफ्नो बुद्धिमा आफ्नो आफ्नो तरिकाले चाहिँ साथीहरू चल्नु भएको छ। त्यति गर्दै पनि कतिपय विधाहरू चाहिँ हामीसँगबाट भागबाट गइ पनि सकेका छन्। जस्तै टिकटिङको कुरा आउँछ, टिकटिङको कुरा आउँदाखेरि अब टिकटिङ चाहिँ अहिले ट्राभल एजेन्सीको हातमा चाहिँ रहेको छ भन्ने मलाई लाग्दैन है। ट्राभल एजेन्सी त ट्राभल एजेन्सी नै हो, तर कस्तो छ भने त्यो एउटा चाहिँ अपग्रेडेसन भएर गएको छ, त्यो एक लेभलमा अपग्रेड भइसकेको छ। हामी अब एउटा ओटिएको चाहिँ एउटा चाहिँ उसमा गइसकेका छौँ भनेको त्यो हिसाबमा अपग्रेड हुनु जरुरी छ। त्यसलाई फेरि मैले नकारात्मक दिँदिनँ, किनभने एउटा चाहिँ नि हरेकमा चिजमा अपग्रेडेसन चाहिन्छ। त्यो एउटा चाहिँ अब हामी अहिले एआईका कुरा गर्छौँ भने अब कतिपय कुरामा चाहिँ नि अहिले एआईले डिल गर्न थालिसकेका छ भने होइन, हामी त्यो अपग्रेडेसनमा चाहिँ हामी गइरहेछौँ, त्यसलाई मान्नु नै पर्छ। यदि भन्दै पनि तर टिकट तिमीले ट्राभल एजेन्सी चलाऊ, तिमीले टिकट काट, तिमीले टुर बेच भनेर एउटा चाहिँ नि ऐन बनाएर उहाँहरूले पर्यटन ऐन अन्तर्गतबाट ट्राभलले के गर्ने, ट्रेकिङले के गर्ने भनेर सबै छुट्याइदिनु भएको छ। आज चाहिँ ट्राभल कम्पनी चाहिँ नि खुम्चेर काम गर्नुपर्ने अवस्था होइन। आज म इजाजत लिन गएँ भने अब अहिलेको अवस्था सरसरी हेर्दा ट्रेकिङ कम्पनीले टुर पनि बेचिरहेछ, ट्रेकिङ पनि बेचिरहेछ, तर ट्राभल कम्पनी चाहिँ टुर बेचिरहेछ, टिकट बेचिरहेछ, त्यसैमा खुम्चेर बसिरहेछ होइन। त्यो भएको हुनाले चाहिँ नि यसको थोरै फराकिलो त हुँदै गइरहेछ होइन। फराकिलो चिजले चाहिँ गएको त गर्न सक्नुपर्छ, त्यो त आफ्नो व्यवसायले पनि गर्नु पऱ्यो होइन, सबै सरकारले गरिदिनु होइन। तर सरकारको चाहिँ आफ्नो प्रत्यक्ष जुन भूमिका हुन्छ त्यसमा चाहिँ त्यति राम्रो चाहिँ हामीले यो स्टार्टिङबाटै भनौँ न, मेरो आफ्नो पर्सनल कुरा गर्दाखेरि चाहिँ म आज भनौँ मोर देन 25 इयर्सको एउटा मेरो एक्सपिरियन्स हुँदाखेरि चाहिँ आजसम्मको उसमा चाहिँ त्यो चिज चाहिँ पाइएको छ। मैले किन यो विषयमा सन्दर्भमा हामीले कुरा गर्न खोजियो भन्दाखेरि हामीले अहिले रिसेन्टली एकदम बजवर्डको रूपमा क्वालिटी टुरिज्मको कुरा गऱ्यौँ क्या, क्वालिटी ओभर द भोल्युमको कुरा गऱ्यौँ। क्वालिटीको कुरा गर्दै गर्दाखेरि
डाइरेक्ट कस्टमरसँग यदि सर्भिस प्रोभाइडरले डिल गर्छ, बिजनेस टु कस्टमरमा जान्छ भने त्यहाँनिर त टोलरेसन अलिकति कम हुन्छ। किन भन्दाखेरि थर्ड पार्टी इन्टरफियर भएन भने कन्भिन्स गर्ने पावर घट्छ भनिन्छ कि। त्यो केस भएको कारणले हो कि हामीले क्वालिटी अचिभ गर्न नसकेको। किन भन्दाखेरि हाम्रो थ्रोट कटिङ कम्पिटिसन त छ। ट्राभल एजेन्सीले होटलसँग गर्ने डिलिङ र कस्टमरले होटलसँग गर्ने डिलिङ फरक छ। ट्राभल एजेन्सीले एयरलाइनसँग गर्ने डिल र गेस्ट डाइरेक्ट गर्ने डिल फरक छ। अब यो 1841देखि त सुरु भएको ट्राभल एजेन्सीको पर्सपेक्टिभ त अहिले बिस्तारै बिस्तारै चेन्ज भएर आयो। अब थोमस कुक 2019मा बन्द हुँदा म बडो चिन्तामा थिएँ कि किन भन्दा ट्राभल एजेन्सी सुरुवात गर्ने अर्गनाइजेसन बन्द भयो। यो किन भयो भन्ने कुरा खोदल्दै जाँदाखेरि कस्टमरको ट्रस्ट, सर्भिस प्रोभाइडरको ट्रस्ट र ट्राभल एजेन्सीको भ्यालु, यो तिनटाको रोल लाई चाहिँ किन हामीले डिफाइन गर्ने बेलामा प्रोपरली गरेनौँ भन्ने कुरा मैले फिल गरेँ कि यो किन भयो यस्तो। तपाईँले के अनुमान गर्नुभएको छ? यस्तो छ अब पहिलो कुरा हजुरले कुरा गर्नुभयो, हामी केमा छौँ भने म्याक्सिमम् नेपालमा अहिले टुर अपरेट गर्ने जति पनि साथीहरू हुनुहुन्छ, अब हामी चाहिँ म्याक्सिमम् बिटुबीमा छौँ। बिटुसीमा हाम्रो एप्रोच अझ पुगेको छैन। किनभने एउटा सामान्य कुरा म हजुरलाई भन्छु, हामीले यहाँबाट आउटबाउन्ड पनि चलाउँछौँ, तर त्यो आउटबाउन्डको लागि चाहिँ नै बुक गर्ने हाम्रा बिटुसीमा जुन काम गर्छौँ हामीले आउटबाउन्ड चाहिँ हामी बिटुसीमा गरिरहेको छौँ। उहाँहरूको चाहिँ के हुन्छ भने उहाँले इभन के त्यो पोर्टल अहिले त नर्मल्ली चाहिँ नि पोर्टल युज गरेर भिजा निकाल्न सकिन्छ नि त, अलिकति दखल भएको मान्छेले गर्नुभयो भने। तर त्यो रिक्स चाहिँ उहाँहरूले लिनु चाहनु। आज डोमेस्टिक टिकटमा हजुरको जति अनलाइनले चाहिँ खाएको छ, इन्टरनेसनल टिकटमा अलिक कम नै छ। किनभने सेकेन्ड लेग गरेर उड्नुपर्ने कुरामा चाहिँ उहाँहरूले अलिकति होइन कि भोलि तलमाथि पऱ्यो भने के हुन्छ कि भनेर अझै पनि उहाँहरू त्यो कुरामा क्लियर हुनुहुन्न कि हामीसँग त्यो चिजले गर्दाखेरि उहाँहरू अहिले पनि अलिकति हामीसँग जोडिराख्नु भएको छ। त्यसरी नै जस्तो कि यो टुरको विषयमा पनि के छ हजुरको भन्दाखेरि चाहिँ हामी खास बिटुबीमा नै बढी चाहिँ ठोकिरहेको अवस्था भएको हुनाले हजुरले भने जस्तो उतापट्टि जुन बिटुसी गर्ने कस्टमरसँग डिल गर्नेहरूले प्रपर इन्फर्मेसनका पार्टहरूमा होइन डेस्टिनेसनको भनौँ न पोखरा आइसकेपछि राउन्ड पोखरामा चाहिँ नि म अर्को 4 दिन बसाएर के हुनसक्छ नि भन्ने कुरामा चाहिँ उहाँ जान नसके हुने त होइन। त्यो कारणले गर्दा यी कुराहरूमा चाहिँ त थोरै ल्याक्स चाहिँ हुन्छ देखिन्छ। तर अदरवाइज चाहिँ हजुरको नर्मल्ली भन्नुपर्दाखेरि चाहिँ हामी यो बिटुबीमा बस्नेले चाहिँ एउटा प्रपर एउटा आफ्नो आइटिनरी राख्ने, त्यो आइटिनरीमै बिजनेस गरिराख्ने कारणले गर्दाखेरि चाहिँ अरू चाहिँ कुरा नआएको छ। अहिले हामी चाहिँ दुईवटा कम्प्लिकेसनमा आयौँ। एउटा हाई इन्ड स्पिड ट्राभल एजेन्सीको मोडलमा हामीले पहिला काम गरिरहेको थियौँ। स्पिडमा ट्राभल एजेन्सी चलाउने, कस्टमर्सहरूसँग डाइरेक्ट डिलिङ गर्ने र काम गर्ने। अर्को भनेको हामीले इन्टरनेसनल आउटबाउन्ड टुर अपरेटर्सहरूसँग कनेक्ट गरेर हामीले कसरी हुन्छ प्रत्यक्ष कस्टमरलाई सर्भिस डेलिभर गर्ने, उनीहरूका राम्रा नराम्रा पक्षको जवाबदेही त हामीले लिने भन्ने थियो। अहिले ठ्याक्क त्यो ब्रेक भएर केमा आइदियो भन्दाखेरि ओटिएमा आयो। ओटिए भनेको त अब नेपालको धरातलमा नभइकन बाहिर भए पनि उसले काम गर्न सक्यो। जस्तो अहिले ट्रिपएडभाइजरले हेर्नुहोस्, एयरबिएनबीले हेर्नुहोस्, तिनीहरू पनि ओटिएकै प्लेटफर्ममा छन्। उनीहरूले हाम्रा होटेलहरू बिक्री गरिरहेको छन्, 25% कमिसन लगाएको छ। अब हामीले त्यो 25% कमिसन पाउने चान्स छैन, किन हामीलाई गभर्मेन्टले पनि नलेल भनेको छ 13% भ्याट तिर्नुपर्ने। हाम्रो कस्ट अटोमेटिक हाई भएको छ र प्यासेन्जरले 13% भ्याट तिरेर सार्वजनिक सेवा उपभोग गरिरहेको छ। यसमा त गभर्मेन्टले सुन्नेवाला देखियो, भ्याट चाहिँ घटाउँदैन होला सायद। अब यो केसमा हामीले कसरी डिल गर्ने? अब किन भन्दाखेरि क्वालिटी ओभर क्वान्टिटीको कुरा हामीले गऱ्यौँ। अर्को कस्टमरलाई डेलिभर गर्नुपर्ने सर्भिसको अथेन्टिसिटीको कुरा गऱ्यौँ र हामीले अर्को अपनत्वको कुरा पनि गरिरहेछौँ। यदि केही समस्या पऱ्यो भने हु इज गोइङ टु डिल विथ एभ्रिथिङ भन्ने कुरामा हामी क्लियर छैनौँ। अब यो चिजलाई हामीले कसरी डिल गर्ने यो त खोदल्नु पर्ने होला। यसलाई नाटाले कसरी हेरिरहेछ? यस्तो छ सर, अहिले पछिल्लो चरणमा म थोरै अब यो नाटकको विषयमा थोरै पहिला मैले राख्न चाहेँ। हामी हिजोको दिनमा कस्तो थियौँ भने अझै पनि हिजोको दिन पनि नभनौँ, अझै पनि हामी के छौँ भन्दाखेरि सोर्स मार्केट। हाम्रो सोर्स मार्केट के हो पनि भन्ने कुरामा छ। पोखरामा बसेर ट्राभल गर्ने भनौँ न व्यवसाय चलाउने साथीहरूको सोर्स मार्केट के हो? आज हामी अहिले हजुरले कुरा गर्नुभयो हामी कलकत्ता पुग्यौँ। कलकत्ता पुग्नुको कारण के त हामी सोर्स मार्केटको खोजीमा गएको हो नि त होइन। भनेपछि आज बल्ल यो चिजको प्र्याक्टिस चाहिँ यो 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 पेरिफेरीको ट्राभल कम्पनीहरूमा चाहिँ यो अथवा चाहिँ व्यवसायीहरूमा चाहिँ यो चिजको थोरै अब चाहिँ यसरी जानुपर्छ है सोर्स मार्केटमा। हिजोसम्म हामी के थियौँ भन्दाखेरि काठमाडौँले जे दिन्छ
त्यही चिजमा हामी चित्त बुझाएर बस्ने व्यवस्था थियो होइन। हाम्रो सोर्स मार्केटसँग चाहिँ कुनै पनि लिङ्क थिएन, लिङ्क बनाउन खोजिएको पनि थिएन। जे आइरहेछ उही म्यानुअल्ली हामी सानोमा रमायौँ। सानोमै रमाइरहेको थियौँ, हामी खोजिरहेको थियौँ। आजै खोज्नु पनि बाध्यता केले बनायो त भन्दाखेरि चाहिँ हजुरले भने जस्तो एक्सपान्सन भयो, ओटिएहरू अगाडि आइदिए, यिनीहरूले आफ्नो मार्केटहरू खान थालिसके। त्यो भइसक्यो अब के भन्दाखेरि हाम्रो सोर्स मार्केट त हामीले खोज्नुपर्ने रहेछ भन्ने कुरा चाहिँ एउटा व्यवसायमा आउन थाल्यो। त्यो कारणले हामी सोर्स मार्केट खोजीमा लाग्यौँ। र हजुरले भने जस्तो कि काठमाडौँसँग सोर्सिङ भएर बस्दाखेरिको कन्डिसनमा हामीले कस्ता चिजहरू बेच्यौँ भन्दाखेरि उहाँहरूको एक्सिसमा भएका चिजहरूमा हामीले उहाँलाई सपोर्ट गऱ्यौँ क्या। हामीले बेचे त हामीले सपोर्ट मात्र गरेको, हामी बिक्री गरेनौँ, उहाँसँग व्यवसाय गर्दै गरेनौँ। त्यो सोर्समा काठमाडौँ पनि एउटा सोर्स मार्केट थियो, उसँग हामीले प्रपर व्यवसाय गर्नै पाएनौँ क्या। हामीले आज पनि भनिन्छ काठमाडौँ ओर्लेको एउटा हिजोको डेटमा कस्तो थियो भने एउटा विदेशी आउँथ्यो, एयरपोर्ट ओर्लिन्थ्यो, एउटा ट्याक्सी लिएर चाहिँ नि होटलमा पुगेपछि बल्ल उसले प्लान गर्न थाल्थ्यो, यहाँ वरिपरि के छ, म कता जाने भनेर बल्ल प्लान गर्न थाल्थ्यो। तर आज के छ, उसले 6 महिना अगाडि प्लान गर्छ। स्पेसली चाहिँ नि मैले थर्ड कन्ट्रीका गेस्टको बारेमा कुरा गरिरहेको छु। उहाँहरूले चाहिँ नि 6 महिना अगाडिदेखि प्लान गर्नुहुन्छ होइन। उहाँहरू 6 महिना अगाडि टिकट काट्नुहुन्छ, अनि 6 महिनापछि चाहिँ उहाँले कति दिन म नेपाल बस्छु अथवा चाहिँ नि नेपाल सँगसँगै अरू देश के जोड्छु भन्ने हिसाबले उहाँहरूले प्लान गर्न थाल्नुहुन्छ। भनेपछि उहाँहरूको प्लानिङ प्रि प्लानिङमा गइसक्यो। हिजोको दिन हुँदा प्लानिङ आउने गेस्ट हुनुहुन्थ्यो होइन, आज त्यो कुरामा गइसकेको छ। त्यसरी जस्तै गेस्टको चेन्ज भएको छ, हामी व्यवसायको पनि के भयो भन्दाखेरि चाहिँ नि अब चाहिँ हिजोको सोर्स मार्केट हामीले चाहिँ नि हाम्रो एउटा इन्टरनेसनल अराइभल काठमाडौँ हुने भएको हुनाले भनिन्थ्यो होइन। अब आज आएर के भयो भन्दाखेरि चाहिँ होइन सोर्स मार्केट खोजी चाहिँ हामीले गर्नुपर्ने रहेछ भन्नेमा चाहिँ हामी गएर अहिले सोर्स मार्केट खोजिरहेको। त्यसले गर्दाखेरि के हुन्छ भने यो जुन मार्केटको फ्लक्चुएसन देखिरहेको छ नि, जस्तै यो भनौँ न नर्मल्ली छन् हाम्रै साथीहरू पनि यहाँ बसेर चाहिँ ओटिओ मार्केटबाट बिजनेस गरेर, जस्तो ट्रिप एडभाइजरबाट आउने बिजनेसहरू गरिराख्नु भएको छ होइन, गेटवे टु गेटबाट आउने बिजनेसहरू गरिराख्नु भएको छ होइन। त्यो थ्रुबाट पनि मान्छेले किन त्यो चिजलाई ट्रस्ट गर्यो नि त हो। अब हजुरले अघि कुरा गर्नुभएको गभर्मेन्टको कहाँनिर चाहिँ नि हुन्छ त भन्ने कुरामा, यी कुराहरूमा जस्तो गभर्मेन्टल हिसाबबाट एउटा व्यवसायले गर्ने कुरा गरिरहेछ। आज नर्मल्ली एउटा ओटिओको कुरा गर्दाखेरि सस्तो टिकट भनेर कुनै एउटा पोर्टल खुलिएको छ, त्यहाँबाट टिकट बेचिरहेछ नि त। ऊ पनि ट्राभल एजेन्सी त हो नि, तर उसले त्यो चिजसम्म ऊ जान सक्यो भने उसको लगानी बढायो, उसले आफ्नो तरिकाले अपग्रेड हुनुपर्छ भनेर गयो, किन उसको फिल्ड नै टिकटिङ थियो, ऊ टिकटिङमा गयो। अब भोलि टुर बेच्ने मान्छेले त्यो लेभलको कहाँ जाने त होइन। अब प्राइभेट सेक्टरबाट गर्नेले गरिरहेछन्, आफ्नो पब्लिसिटी गरिरहेछन्, आफ्नो सर्टन एउटा पार्टमा बिजनेस आएको छ त्यसैमा रमाइरहेछ। तर अलिक ठुलो भोल्युममा जाँदाखेरि नेपाल आउँदाखेरि इन्फर्मेसन हामी नेपाल टुरिज्म बोर्डको उसमा जाउँ न, त्यहाँ इन्फर्मेसन पाइन्छ हामी होइन, इन्फर्मेटिभ डाटाहरू सबै ठाउँ पाइन्छ। तर त्यसमा कुनै किसिमको विदेशी जेनेरेट गर्ने तरिकाले एउटा कुनै भनौँ नेपाल जानको लागि प्रपरली चाहिँ बुकिङ गर्दाखेरि, आज बुकिङ डटकमबाट बुक गरौँ भन्दाखेरि अथवा एबिसी नेपाल होटल भनेर कुनै खोलेर चाहिँ हामीले त्यहाँबाट बुक गर्दाखेरि 10% चाहिँ नि उसले 25% लान्छ, यता 10% चाहिँ त्यो 25% लगाएको त गेस्टले पाउँदैन नि त, त्यो त उसले जसले सर्भिस प्रोभाइड गरेछ उसले पाउँछ भने 10% चाहिँ डाइरेक्ट गेस्टले पाउने गरेर हामीले गऱ्यौँ भने त अझै पनि त हाम्रो व्यवसाय 15% त प्लस भयो नि त हुन्थ्यो। होइन र यो केसमा मैले अलिकति कुरा कोट्याइहालेँ। गभर्मेन्टले अथवा नेपाल टुरिज्म बोर्डले तपाईँलाई एक्सपर्टिज त्यस्तो दिएको छ कि छैन? ल अब बिजनेसको मोडलमा मार्केटिङ हो उसले हेर्ने भनेको, गभर्मेन्ट एनटिभीतिर जाउँ, मार्केटिङ उसले हेर्ने, मार्केटिङमा सेल्स इन्क्रिज गर्नको लागि भनेर उसले अहिलेसम्म त खालि प्रमोसन मात्रै भनेर हिँडिरहेको छ। सेल्स इन्क्रिज गर्नको लागि भनेर तपाईँलाई त्यस्तो एक्सपर्ट एडभाइजरको रूपमा काम गरेको छ कि छैन? उसले खालि पैसा दिएर तपाईँ यता घुम्न जानुहोस् मार्केटिङ गर्नुहोस् मात्रै भनेको छ, के छ त्यसमा अहिलेसम्म? त्यस्तो यस्तो छ। अब नेपाल टुरिज्मको हकमा चाहिँ आजसम्मको हिसाबमा चाहिँ मार्केटिङकै हो उहाँहरूले गर्ने भनेको, उहाँहरूको विधि विधानले जे बनेको छ त्यो अनुसारले उहाँहरूले नेपालको प्रमोसन गर्ने भन्ने कुरामा चाहिँ उहाँले गर्नुभएको छ। र सायद अहिलेको कानुनसँग त्यो कुरा गर्ने हो भने नेपाल टुरिज्म बोर्ड एउटा त्यो मात्र त्यो संस्था होला जसले विदेशमा गएर प्रमोसनको कामहरू गर्न सक्छन्। अब त्यो बोर्ड चाहिँ खास लिएर आइयो कसरी ल्याइयो भने पिपिपी मोडलमा काम गर्ने भनेर लिएर आइयो, 3टा पी जोडेर लिएर आइयो होइन। तर चाहिँ कस्तो भयो भने पार्टनरसिपको कुरामा आउँदाखेरि चाहिँ प्राइभेट सेक्टरसँग जुन पार्टनरसिप गर्ने भन्ने हिसाबले आयो त्यो, र पछिल्लो चरणमा के भयो भन्दाखेरि प्राइभेट सेक्टरसँग पार्टनरसिप भन्दा पनि उहाँहरू चाहिँ अलिकति आफ्नै कुरामा घुमिराख्नु भएको कि त। मैले एउटा कुरा जोडौँ है, उहाँले पार्टनरसिप कसरी गर्नुभएको छ त्यो अनअफिसियल कुरा हो होइन। अब मिडियामा हामीले भन्नलाई केही बिग्रिँदैन, किन उहाँहरू जसले त्यसमा इन्भल्भ हुनुभएको छ उहाँले त्यो सोच्ने कुरा हो। मैले पाएको सुन्नमा आएको कुरा
नेपाल टुरिज्म बोर्डको तलब लिएर भत्ता लिएर चाहिँ ओभरसिजमा एउटा स्टल लिएर बस्ने, अनि उहाँहरूको सम्पर्कमा उहाँ ओभरसिजमा भएका ट्राभल एजेन्सीको त नेटवर्क राम्रो हुने भयो र गभर्मेन्ट एजेन्सी भनेपछि ट्रस्ट पनि हुने भयो। उहाँले त्यो नेटवर्कलाई आफ्नो प्राइभेट साथीहरूसँग कनेक्ट बनाएर त्यहाँबाट चाहिँ इन्कम जेनेरेट गर्ने काम गर्नुभयो। त्यो पनि पार्टनरसिप त राम्रै रहेछ त। अनि त्यो पनि पार्टनरसिप त हजुरले भनेको राम्रो भयो, राम्रो पार्टनरसिप राम्रो पार्टनरसिप, उहाँले राम्रो इन्कम राम्रो जेनेरेट इन्कम गर्नुभएको छ। गर्नुभयो। तर यस्तो भयो नि त सर, उहाँलाई गर्दा जुन किसिमको चाहिँ नि उद्देश्यले चाहिँ नि बोर्ड खराब भएको छ होइन, हाम्रो व्यक्तिगत त्यो त बोर्डको पार्टनरसिप भएको होइन, त्यो व्यक्तिगत पार्टनरसिप भयो नि। त्यसलाई त पैसा आयो नि छैन। अनि त्यो त्यसलाई पैसा त अब अरू पनि बाटाहरू छ नि त्यसलाई पैसा आउनु त होइन, त्यो भनेर अरू बाटातिर जानु भएन अब होइन। के छ उहाँहरू सुध्रिन त के गर्नुहुन्छ थाहा छैन। अब हामीले यो कुरामा एकदम राम्रो कुरा निकाल्नु भयो हजुरले होइन। यो कस्तो हो भन्दाखेरि चाहिँ नि उयो बिरालोको घाँटीमा बलि डिचुडाउने भन्ने कुरा आउँछ नि हजुर, त्यो त्यही हो क्या अहिलेको पैसा भएको चाहिँ त्यही हो। भएको त्यही नै हो। अब अहिले कस्तो भयो भने हो साथीहरूले हिजो ट्राभल एजेन्सीसँग होइन उहाँको नामबाट खुल्न नमिलेर उहाँले आफ्नो सालाको नामबाट भतिजाको नामबाट ट्राभल एजेन्सी खोलेर पनि ती लिङ्कलाई युज गरेर अहिले राम्रो बिजनेस जेनेरेट गरेर गरिराख्नु भएको छ। हो त्यो चिज पनि छ, नभएको होइन। तर मैले नितान्त त्यो भनेको उहाँले व्यक्तिगत उहाँले त्यो चाहिँ भनौँ न एउटा नैतिक भ्रष्टाचार गर्नुभएको थियो उहाँले होइन, म त्यसरी प्योरली हो। त्यो गर्नुभएको। तर चाहिँ कसरी मैले त्यो पार्टमा भन्दा पनि अहिले पछिल्लो उसमा चाहिँ बोर्डको उद्देश्य एकतिर हो होइन। अब कतिपय हाम्रा बोर्डका यहाँ साथीहरू छ त मेरो अलिकति जग्गा जग्गा नि पऱ्यो एक दुईवटा उहाँहरूसँग कुनै पनि चिजमा उहाँले काम अगाडि बढाउनुभन्दा अगाडि नै उहाँको के आउँथ्यो भने तपाईँको काम गरेर के हुन्छ र, यो त तपाईँहरू काम गरेर के हुन्छ। तर भोलि गएर एउटा के अरे पुलिसको हल्दारले चाहिँ मलाई चाहिँ पैसा खाइछ भन्दाखेरि म चाहिँ जवाब दिनु नसक्ने अवस्था हुनुपर्ने हुन्छ भन्ने कुरा गर्नु। ए बाबा त्यो कुर्सीमा आएर जुन उद्देश्यको लागि आउनु भएको छ त्यो गर्न सक्नुहुन्न भन्दै चाहिँ कुर्सीबाट उठेर घर गएर बस्यो भने जाहिर छोरी भएर हो त्यो कुर्सीमा बस्नु त होइन हो होइन। केही रिक्स त भोलि गएर आएका जवाब म दिन्छु, मैले गलत गरेको छैन भने म दिन सक्छु भन्ने हिसाबले उहाँले गर्न सक्नु पऱ्यो नि त सही हो होइन। अब प्रमोसनका कुराहरू पनि यहाँ धेरै आयो कि सर, कहिले महानगरका प्रमोसनका कुरा आउँछन् होइन। अब यो अहिले भर्खरै पर्यटन वर्षको कुरा पनि आयो 2025 भनेर होइन। अब त्यो 25 त सकिएर पनि फेरि अब त्यो थपियो अब सकिए तापनि अब 2025मा त्यो भ्रमण वर्ष जुन तरिकाले मेयर साहबले ल्याउनु भयो त्यो कतिसम्म चाहिँ त्यसले चाहिँ एउटा ब्याकअप दियो त नि, त्यसले कतिसम्म पोटेन्सियल भयो त नि। भ्रमण वर्ष 2025 भनेर आधी वर्ष गइसकेपछि गर्नुभएको थियो। गर्नुभयो आफै भ्रमण गरेर गर्नु पो सक्नुभयो दादा, आफै भ्रमण गर्नु पो सक्नुभयो। मैले त्यसरी हेर्छु दादा, किनभने त्यसको उद्देश्य यदि मेरो ओभरसिजमा गएर त्यसले मैले प्रमोसन गर्न पाउँदिनँ कानुनले हो भने त्यो किन रातो किताबमा लेख्ने हो, अध्ययन किन नगरे त्यो विषयमा। यसमा अलिकति म पनि कुरा थपिहालेँ। जति जे भने पनि देशको प्रमोसन होस् अथवा डेस्टिनेसनको ब्रान्डिङ गर्ने केसमा ट्राभल एजेन्सीलाई अभोइड गर्नु भनेको त्यो मूर्ख काम हो। किन भन्दाखेरि नेपालको डेभलपमेन्ट गर्ने बेलामा थोमस कुकको कम्पनी 1956 हो क्यारे कलकत्ताबाट 60 जना विदेशीलाई नेपाल छिरायो। हजुर त्यहाँबाट सुरु भएको एजेन्सीको एउटा पर्सपेक्टिभ हो नेपालमा। त्योभन्दा अगाडि थिएन विचार, हामी बोर्डरै ओपन थिएन। त्यसरी डेभलप भएको ट्राभल एजेन्सीको फर्मेट चाहिँ त्यति बेला रिस्क किन लिएर आएका उनीहरू, त्यो ट्राभल एजेन्सीले कस्तो किसिमको रिस्क लिएको, त्यो रिस्कलाई हामीले भ्यालु गर्नुपर्छ कि भन्ने कुरा हो। अब त्यो भ्यालु गरिएन भने त अहिलेको क्वालिटी र क्वान्टिटीको वार भइहाल्यो। यसमा हामीले त फेस गरिसकेका छौँ। किनभने यो च्यालेन्ज इन्भाइरोमेन्ट, पोल्युसन, इकोनोमी होइन, कल्चरल डिल्युजनका कुराहरू, डिस्ट्र्याक्सनका कुराहरू त आइसक्यो। त्यही पनि अब हामीले विभिन्न आयामबाट हेर्नुपर्छ पर्यटनलाई। एउटा मात्रै आयामबाट हेर्न मिल्दैन। किन भन्दाखेरि धेरै व्यवसायहरू जोडिएका छन् क्या, र त्यो धेरै व्यवसायहरूको ब्रान्डिङ गर्नलाई एउटा युनिट त चाहिन्छ। त्यो युनिट भनेको अब मैले अघि नै पनि भने जस्तो थर्ड पार्टी इन्भल्भ भयो भने कन्भिन्स गर्नको लागि, ब्यालेन्समा राख्नको लागि उसले मेडिएटरको रोल प्ले गर्छ। त्यो ट्राभल एजेन्सीको भ्यालुलाई जोगाइराखौँ। ट्राभल एजेन्सीको भ्यालु पनि कसरी जोगाउँ भन्दाखेरि एउटा हामीले आउटबाउन्ड टुरिज्म कसले अपरेट गरिराखेको छ, आउटबाउन्ड टुरिज्मको एउटा प्याटर्न छ, त्यसलाई कसरी हामीले हेर्ने। हाम्रो नेपालको इकोनोमीको कुरा गर्दाखेरि त जति आउटबाउन्डलाई हामीले प्रमोट गर्छौँ त्यति नेसन वाइज त लसमा जान्छौँ। हामी इनबाउन्ड टुरिज्मलाई कसरी ल्याउने भन्ने कुरामा नाटाले खेल्न सक्ने रोल, त्यसलाई जीवन्त राख्नको लागि एउटा रोल प्ले गरौँ, एउटा चाहिँ हामीले मेकानिजम बनाऊँ।
भन्ने इस्यु हो। र त्यो गर्न सकियो भने डेफिनेटली फाइदा त हुन्छ हामीलाई। अब फाइदा लिने नै हो टुरिज्ममा काम गरिसकेपछि। र त्यो फाइदा लिँदै गर्दाखेरि आउने जेनेरेसनलाई पनि केही डेलिभर त गर्नु पऱ्यो। अहिले हामी के भएको छौँ भन्दाखेरि हामी व्यवसायीहरू आपसमै लडिरहेछौँ कि कसरी लडिरहेछौँ भन्दाखेरि हामीले एकअर्काको क्रेडिबिलिटीलाई एप्रिसिएट नै गरेन, त्यो अथेन्टिसिटीलाई एप्रिसिएट नै गरेन। ट्राभल एजेन्सीले पनि त्यो अथेन्टिसिटीलाई एप्रिसिएट गर्न सकेन। किन भन्दाखेरि अहिले होटेलमा मैले यसो अब्जर्भेसन गर्दाखेरि अलिकति तितो पनि लाग्ला, पेमेन्ट टाइममा गर्दैन भने गेस्टलाई होल्ड गरेर विथाउट पेमेन्ट चेकआउट गर्न दिन्न। त्यो त एकदमै विकराल अवस्था हो क्या। त्यो अवस्था किन सिर्जना भयो पनि भन्ने कुरा त हामीले खोदाउनुपर्छ कि, जसको कारणले गर्दाखेरि के भयो, ट्राभल एजेन्सीहरूप्रतिको ट्रस्ट हराउँदै गयो। अनि फेरि अर्को कुरा के भयो भन्दाखेरि ट्राभल एजेन्सीले प्रोभाइड गरेको सर्भिसेसहरूमा आफन्तवाद अलिकति बढी हावी छ। होइन, मेरो आफन्तलाई पठाइदिनु जाउँ, यो मिलेर आऊ भन्ने हिसाबले त्यो एकदमै इजिली लिन्छौँ। त्यसमा हामीले ब्रान्डिङको कुराहरू, ब्रान्ड एम्बेसडरको रूपमा रोल प्ले गरेका छ है भने हामीले गाइड एलोकेसनको कुराहरूमा कमजोर देखाइरहेको छौँ। यस्ता यस्ता इस्युजहरू चाहिँ आउँछन्। अब यो चाहिँ मलाई मैले अहिले गर्नुपर्ने नाटाको लागि रिक्वेस्ट मात्रै हो। तपाईँले ट्राभल एजेन्सीलाई यो चिज जित्नको लागि, प्रोफेसनल बन्नको लागि कस्ता कस्ता ट्रेनिङहरू अपरेट गर्नुभएको छ? किनभने त्यो ट्रेनिङ नभइकन हामी चाहिँ अगाडि बढ्न सक्छौँ जस्तो लाग्दैन मलाई। के गर्नुभएको छ अहिले त्यस्तो? जस्तो कि अब अहिले भनौँ न राजधानीभन्दा बाहिर हजुर रहेर हामीले हजुरले भने जस्तो कि हामीलाई आवश्यक पर्ने मेन पावर त हामीले सिर्जना गर्ने होला नि त। हो र त्यो मेन पावरलाई ट्रेन गराउने जिम्मा पनि त हाम्रो नै हो। त्यो विषयमा चाहिँ हामीले अघिल्लोचोटि यो जुन गाइड ट्रेनिङ हजुर होइन, टुर गाइड ट्रेनिङ चाहिँ हामीले पोखरामा गरायौँ। त्यसको ती प्रोडक्टहरू पनि अहिले हामीले युज गरिरहेछौँ हजुर उसमा। अनि त्यस पछाडि गएर अरू यहाँको सिटी टुर गाइडका कुरा त हामीले नियमित रूपमा गरि नै राखेका छौँ। ती भनेको चाहिँ हामीलाई आवश्यक पर्ने मेन पावर पनि त्यो हामीले राम्रो तरिकाले उत्पादन गरिरहेछौँ। यति हुँदाहुँदै पनि अरूमा हजुरले भनेको जस्तो कुरामा चाहिँ जस्तो कि विशेष गरी हामी व्यवसायले नै एउटा चाहिँ हजुरले भनेको जस्तो ट्रेनिङको चाहिँ होइन, इन्टरनेसनल मार्केटसँग कसरी जाने पनि हामी होइन, कुन तरिकाले हामी इन्टरनेसनल मार्केटमा गयो भने हाम्रो काम हुनसक्छ पनि भन्ने कुरामा चाहिँ त हामी चाहिँ नि हुन त पर्ला नि त होइन। त्यो ती कुराको ट्रेनिङ पनि हामीले चाहिँ अब निकट भविष्यमा हामीले व्यवसायलाई, किन व्यवसायको अब हजुरले भने जस्तो आउटबाउन्ड मात्रै गर्नेलाई चाहिँ एक किसिमको कुरा होला होइन, इनबाउन्ड गर्नेलाई एक किसिमको कुरा होला होइन। जस्तो कि हामी एकदम लोयल हुन्छ, टुरिस्ट आउँछ, टुरिस्ट आएपछि हजुरले भने जस्तो हामी त्यो भने कि ठिकै छ मेरो त्यो टुरिस्ट हो, आफ्नै गाडी छ, ल एउटा डिनर चाहिँ गराइदिउँ नि त। त्यो भनेको उसलाई चाहिँ सेटिस्फाई गराउन त हामीले त गराउँछौँ, तर वास्तवमा भन्ने नि त्यो चिज भनेको हामीले गेस्टलाई चाहिँ नै एउटा हुन्छ नि हाम्रो एउटा जुन प्याटर्न अनुसारले हामीले काम गर्नु पऱ्यो त्योभन्दा बिउन दिइरहेको छ कि त्यो हाम्रो चाहिँ गलत हो कि, त्यसलाई म गलत भन्छु वास्तवमा। हामीले खालि गेस्टको एकछिनलाई चाहिँ हजुरले भने जस्तो मेरो गेस्ट हो क्या जाओस् न के फरक पर्यो भन्ने हिसाबले मैले एकछिन त लिउँला होइन, तर त्यो त गलत हो। त्यो चिजको त त्यो चिजको त उसले गेस्टले त पेमेन्ट गर्थ्यो नि त, पैसा तिर्छ नि त होइन, त्यो एउटा बिजनेस जमिन हुन्थ्यो नि त। त्यो चिज चाहिँ मैले गुमाएँ। त्यस्तै जस्तो हामीले आउटबाउन्ड गर्दाखेरि त्यो चिजको हामी महसुस गर्छ कि कस्तो हुन्छ भने आइटिनरीमा एकदम पर्फेक्ट आइटिनरी हुन्छ, त्यो आइटिनरीबाट तलमाथि भयो भने गर्नु पऱ्यो भने त्यो एउटा अनरको कम्पनीको त कुरै छोडिदिनुहोस्, गाइडले मान्दैन। मान्ने कुरा पनि हो, किनभने त्यो सेल्स किट हो र त्यसले लिगल डकुमेन्टको रूपमा काम गरेर हुन्छ। आइटिनरी भने त्यति पावरफुल चिज हुन्छ। अब त्यो आइटिनरी डेभलपमेन्ट गर्ने बेलामा होस्, तपाईँले भनेको अहिले एकदमै ठ्याक्क मैले स्ट्राइकिङ पनि भयो। किन भन्दाखेरि हामीले ट्राभल एजेन्सी भनेर यति हलुङ्गो बनायौँ कि त्यो हलुङ्गो बनाउँदाखेरि अब व्यवसाय मात्रै त होइन, यसले नेसनल इमेजमै धक्का पुर्याइदियो। हामीले एग्री त गर्छौँ नि, हामी त हम्बल भयौँ भन्छौँ नि, गेस्टको लागि त हामी राम्रो भयौँ भन्छौँ, हाम्रो हस्पिटालिटी एकदम राम्रो छ भन्छौँ। त त्यो कारणले गर्दाखेरि हामी कति तल परिरहेको छौँ भन्ने कुरो चाहिँ त्यो चाहिँ महसुस गर्दैनौँ क्या, त्यो चाहिँ गलत छ हाम्रो। यो चिजलाई हामीले कसरी यसलाई चाहिँ कस्तो छ भने हामीले ती चिज नि जस्तो कि प्रपर आइटिनरीको कुरामा हामी कसरी जान सक्छौँ त नि भन्ने कुरामा चाहिँ हाम्रो साथीहरूलाई हामीले त्यो हिसाबले ट्रेन गराउनै पर्छ। अहिले नयाँ आउनुभएको नयाँ साथीहरूलाई पनि हामी गराउनुपर्छ र पुरानो जो एउटा म्यानुअली बसेर एउटा भनौँ न अफिसमा बसेर एउटा टिकट काट्ने अनि अथवा एउटा गाडी बुक गर्ने गरेर बसेका चाहिँ साथीहरूलाई पनि के हो भन्दाखेरि होइन तिम्रो आइटिनरी तिमीले प्रपर बनाउनुपर्छ, त्यो अनुसार तिमीले काम गर्नुपर्छ भन्ने हिसाबमा चाहिँ हामीले ट्रेन गर्नै पर्छ होइन व्यवसाय साथीहरूलाई।
त्यो कुरामा पनि अब हामी अगाडि अब चाहिँ हाम्रो यो केसमा नाटाले अब आउने दिनमा कस्तो योजना बनाउला र ट्रेनिङ दिनको लागि उसले सहकार्य गर्ने युनिटहरू पनि छन्, सहकार्य गर्ने युनिटहरू पनि छन् र ट्राभल एजेन्सी अपरेसन म्यानुअल्सहरू पनि तयार गर्ला होइन। अब त्यो मेरो आशाको कुरा हो। किन भन्दाखेरि जब हामी प्रोफेसनल बन्छौँ सबैलाई फाइदा हुन्छ। अनप्रोफेसनल बन्यो भने हामीले रिसेन्टली केही बेनिफिट त पाउँला, लङ रनमा चाहिँ त लसै हो। त्यो लङ रन लसलाई हामीले कसरी डिल गर्ने भन्ने कुरा आउँछ। अब नाटाको योजना के आउला त नि, किन भन्दाखेरि यो ट्राभल एजेन्सीको मात्र कुरा भएन कि ट्राभल एजेन्सी अपरेट गर्ने फ्याटर्निटीकै कुरा भयो होइन। मैले अघि ब्लेम लगाइसकेँ, प्योर ट्राभल एजेन्सी अपरेट कम गर्ने र अर्को व्यवसाय गर्ने साथीहरू हाबी हुनुहुन्छ। त्यो हाबी हुँदाखेरि नाटाको अथेन्टिक भ्यालु मेन्टेन हुन्छ हुँदैन होइन। र किन यो मैले खोजेँ भन्दाखेरि होटेलले अथवा रेस्टुरेन्टले अथवा अरू कुनै पनि व्यवसायले डेस्टिनेसन प्रमोट गर्न एकदमै गाह्रो हुँदो रहेछ। तानले अलिअलि गर्न सक्छ, किन उसले ट्रेकिङ टुरिज्मको बढी फोकस गर्नुपर्छ, त्यहाँ च्यालेन्जेसहरू म्याक्सिमम् छ, ऊ च्यालेन्जेस डिल गर्नको लागि तयार छ। अर्को नारा भन्ने अर्गनाइजेसन पनि च्यालेन्ज डिल गर्नको लागि तयार छ, उसले चाहिँ म ड्राफ्टिङको कुरा गर्ने भयो। तर ओभरअल कल्चरल टुर, ओभरअल एक्सपिरियन्स त्यो जेनेरेट गर्नको लागि त ट्राभल एजेन्सीले नै काम गर्नुपर्ने देखिन्छ। अब यो नदेखिनको कारणले गर्दाखेरि अहिले व्यवसायहरू दुईतिर बाँडिए, तिनतिर बाँडिए, सबै आफ्नो आफ्नो डम्फु बजाउँदै हिँड्नु पऱ्यो। त्यो आफ्नो आफ्नो डम्फु बजाउँदाखेरि फाइदा कसलाई भयो त नि? पैसा खर्च गर्छु भन्ने मान्छेले पैसा बचाएर घर फर्क्यो। $40 पर डे एउटा पर्यटकको एक्सपेन्डिचर। $40 पर डेमा के हुन्छ भने हामीले त बढाउनु पऱ्यो। 12 दिनको बसाइ नेपालभरि, 12 दिनको बसाइ, $40 को एक्सपेन्सेस, त्यसले इकोनोमिक ग्रोथ हुन्छ त भन्ने कुराहरू चाहिँ हाम्रो हो कि। यस्तो छ। यो विषयमा चाहिँ के छ भने अब संस्थागत हिसाबले मैले भन्नुपर्दाखेरि चाहिँ नाटाले अहिले अहिले पछिल्लो चरणमा हजुरले भने जस्तो व्यवसायीको चाहिँ अलिकति होइन, म मेरो प्रपर व्यवसाय नै यही हो, म यही व्यवसायमा लागेको छु है भन्नेको चाहिँ अलिकति थोरै कमी भएको कि भन्ने महसुस चाहिँ हामीले गरेको हो। त्यति भन्दा पनि हामीसँग जति पनि आबद्ध हुनुहुन्छ अहिले चाहिँ लगभग डाटाको हिसाबले हेर्ने हो भने हाम्रो यहाँको पठन कार्यबाट चाहिँ इजाजत लिएर चलाउनु भएको अहिले चाहिँ तपाईँको हरेक जिल्ला वाइज गरिसक्नु भएको छ। हिजो चाहिँ कति प्रदेश वाइज थियो, जिल्ला वाइजको हिसाबमा हेर्दाखेरि पनि अब अधिकांश ट्राभल एजेन्सी भनेको यही कास्कीभित्रै हुन्छ। कास्की पनि पोखरामा 6 नम्बरमै हुनुहुन्छ म्याक्सिममको दर्ता होइन। र त्यति हुँदाहुँदै पनि कस्तो छ भने एउटा हामीसँग आबद्ध हुनुभएका जति भनौँ न लगभग 180 मेम्बर हामीसँग अहिले हुनुहुन्छ, तर दर्ता त लगभग 400 हुनुहुन्छ नि त, 400 प्लसै हुनुहुन्छ। भनेदेखि बाँकी रहेका साथीहरू चाहिँ हामीसँग संस्थागत हिसाबले जोइन हुन किन नसक्नु भयो होइन। अब उहाँहरूले अरू कुनै अपर्च्युनिटीको लागि चाहिँ उहाँले ट्राभल दर्ता गर्नुभएको थियो र त्यो चाहिँ उहाँको अपर्च्युनिटी नभएर चाहिँ त्यतिकै भनौँ न बसिराख्नु भएको छ, सिधै बसिराख्नु हुनसक्छ। तर उहाँलाई एक्टिभ कसरी गराउने? त्यही भएर हाम्रो पटक गभर्मेन्ट चाहिँ हाम्रो के कुरा छ भने तपाईँले प्रमोसन भनेर यो चाहिँ नि 2 लाख 5 लाख होइन 10 लाखका जुन प्याकेज बनाउनु भएको छ नि, मात्रै भन्नु म त्यो प्याकेज हो कि। अब के अरे चाइना प्रमोट गर्नु भनेर चाहिँ नि 30 लाख रुपियाँ बजेट हालिदिएको छु भन्नुहुन्छ उहाँहरूले। त्यो 30 लाखभित्रको बजेटमा के हो त नि? हामीलाई त्यो नगरिदिनुहोस्, किनभने बरु त्यो चिजले हामीलाई एउटा प्लेटफर्म किनिदिनुहोस् न तपाईँहरूले। जस्तै कि इन्टरनेसनल ट्राभल फेयरहरू हुन्छ होइन, त्यो ठाउँमा चाहिँ नि स्पेसको पैसा तपाईँहरूले तिर्दिनुहोस् न। म मेरो व्यवसाय त्यो स्पेसमा बसेर म मेरो व्यवसाय प्रमोसन गर्न जान्छु भने त म मेरो पनि त्यो कन्ट्रिब्युसन रहन्छ, म आफ्नो खर्चमा जान्छु नि त। जस्तो टिटिएफ हुन्छ, आइआइटिएम हुन्छ इन्डियामा भने इन्डियाको टिटिएफलाई एग्रिमेन्ट गरौँ न, तिम्रो सबै ठाउँमा चाहिँ नै ल गण्डकी प्रदेशको चाहिँ बाट चाहिँ प्रतिनिधित्व हुने गरी चाहिँ नि हामीले यति स्टल लिन्छौँ, त्यसको पैसा नेपाल टुरिज्मले बोर्डले तिर्दिने हो अथवा चाहिँ प्रदेश सरकारले तिर्दिने हो अथवा चाहिँ स्थानीय सरकारले तिर्दिने हो अथवा तिनै सरकार मिलेर तिर्दिने हो। जसले तिर्दिए पनि भयो, हामीलाई त्यसमा मतलब भएन। तर प्लेटफर्मको सिर्जना गरिदिनुहोस् न तपाईँ। अनि त्यहाँ पछिबाट हुन त अब यसो मैले तपाईँको कुरा काटिहालेँ। म पनि एक्चुअली हैदराबादको प्रोग्राममा हामी सँगै थियौँ क्यारी। सत्यम टुर्स एन्ड ट्राभल्स मैले नाम लिएँ, अब त्यो प्रमोसन गरिदिउँ केही फरक पर्दैन। सत्यम टुर्स एन्ड ट्राभल्सले काउन्टर लिएर नेपाल टुरिज्म बोर्डले सपोर्ट मागेर बसेको मैले सुनेको थिएँ। त्यस कतिको सत्य हो त्यो? अनि यस्तो छ, कतिपय यो कोभिड पछाडिको कुरामा चाहिँ अलिकति आएको थियो। जस्तो कि नेपाल टुरिज्म बोर्डले धेरै ठाउँमा आफ्नो स्टलहरू राखेको होइन। अहिले के अरे
ओल्ड ट्राभल मार्ट नै छुट्याएको थियो छुट्यायो हो त्यस्तो भने जसरी चाहिँ त्यहाँको जो डाइरेक्ट प्रतिनिधित्व गर्न गएका साथीहरूले चाहिँ नै त्यहाँ त्यो स्टलबाट पनि टुरिज्म प्रमोसन गर्नुपर्छ भनेर भएको हो होइन। तर त्यो गर्दा गर्दै पनि कस्तो भने जस्तो कि मार्केट हेर्नु न, पोटेन्सियल मार्केट कुन ठाउँमा छ सधैँभरि मैले के भन्छु के देख्छु भने हैदराबादमा टिटिओ भयो मान्छे हैदराबाद कुदेको छ, बेङ्गलोरमा भयो बेङ्गलोरमा कुदेको छ होइन। तर के अरे मुम्बई भयो मुम्बईमा कुदेको छ। तर त्योभन्दा बाहिरका साना साना डिस्टेन्सहरू छ कि जहाँ चाहिँ हाम्रो प्रमोसन पहुँचै पुगेको छ नि। नासिक जस्ता यी ठाउँ त्यहाँबाट कति गेस्टहरू आउँछ खै त हामीले के छ यसमा। अब हामीले धेरै पर्यटन बोर्डको कुरा गऱ्यौँ। पर्यटन बोर्डले मार्केट सोर्स मार्केटको स्टडी नै नगरेको हो र मैले अहिले त्यो बुझाइ आयो क्या मेरो। किन मार्केट स्टडीमा सोर्स मार्केट स्टडी नगरिकन जता मन लाग्यो त्यतै चाहिँ हामी गयौँ। किन भन्दाखेरि टुरिज्म इन्डस्ट्रीको सोर्स मार्केट भनेको चाहिँ दुईवटा प्यारामिटर हेर्नुपर्छ भन्छु मैले। धेरै प्यारामिटर हेर्नु पर्दैन, दुईवटा प्यारामिटर। त्यो स्पेसिफिक लोकेसनको पर क्यापिटा इन्कम के छ र त्यहाँको पर क्यापिटा इन्कमसँग जोडिएर उनीहरूले टाइम कसरी म्यानेज गर्छन् भन्ने कुरा हेर्नुपर्छ। त्यो हेऱ्यो भने होलिडे मेकर्स आउने हुन्। अब रिलिजियस टुरिज्मलाई त हामीले धेरै नगरौँ अहिले, किनभने नेपालको मार्केटमा अब मुक्तिनाथ र पशुपतिनाथ त हिन्दू धर्म मान्नेहरूलाई चाहिँ त अब भनिराख्नु परेन, यो आस्थाको केन्द्र भयो, आस्थामा खेलवाड गर्नु त भएन। त्यहाँ चाहिँ अब हामीले धार्मिक आस्था बोकेर हामी पनि जान्छौँ। कहिले बेला बद्री केदार हाम्रै आमाहरू जानुभयो होइन, अब इन्डियाका विभिन्न धार्मिक स्थलहरूमा जानुभयो। त्यो रिलिजियस प्याटर्नलाई नछोडाउँ। होलिडे मेकर्सलाई समात्न त सोर्स मार्केट स्टडी गर्नुपर्ने होला नि। नेपाल टुरिज्म बोर्डले तपाईँलाई ल है यो वर्ष हामीले यो ठाउँमा यसरी मार्केटिङ गर्ने भनेको त्यस्तो केही छलफल यताउति गर्ने चलन छ कि छैन? प्री बजेट भनेर उहाँहरूले एउटा के छ तपाईँहरूको प्रोग्राम ल्याउनुहोस् भन्नुहुन्छ होइन। बजेट आउनुभन्दा अगाडि तपाईँहरूले के प्लानिङ गर्नु भएको छ, नेक्स्ट प्लानिङ के छ भनेर भन्नुहुन्छ। हामी नेक्स्ट प्लानिङ दिन्छौँ। त्यो नेक्स्ट प्लानिङ कसरी दिन्छौँ भने अब हामीले यो वर्ष के गर्ने त कति कुरा हुन्छ। तर कस्तो भइदियो भने उही एउटा भाग बाँडे जस्तो भयो कि समझ। यो मलाई चप्पै भन्दा टुरिज्म बोर्डको मलाई चित्त नबुझेको कुरा क्या। त्यो भागभन्डा बाँडे जस्तो नगर्नुहोस्। एउटा प्रपर मार्केटिङको स्ट्राटेजी तपाईँले ल्याउनुहोस्, त्यो भित्र व्यवसायलाई हाल्नुहोस् क्या। अनि त्यो भएपछि बल्ल के हुन्छ भने व्यवसायले यो क्षेत्रमा मेरो पोटेन्सियल छ भने त्यो मान्छे त्यहाँ जान्छ, खर्च गर्छ। यो म छैन भन्ने भयो भने ऊ जाँदैन, अर्को व्यवसायले पाउँछ नि त। हेलो, कस्तो राम्रो पोइन्ट निकाल्नु। किनभने कलेक्टिभ मार्केटिङहरू थियो नि त। कलेक्टिभ मार्केटिङमा त मार्केटिङ गर्ने भनेर इस्टाब्लिस भएको अटोनोमस अर्गनाइजेसनको त त्यो एक्सपर्टिज त हामीले खोज्छौँ। त्यो खोज्ने क्रममा मैले अहिले खोजेको भनेको नेपाल टुरिज्म बोर्ड र नाटाको सहकार्य हो। किन यो दुईवटा अर्गनाइजेसन मिल्यो भने प्रमोसन हुने हो, नभए अलिकति अप्ठ्यारो पर्छ गर्नु। तर यसमा तपाईँले भनेको एकदमै सही कुरा के आयो भने नेपाल टुरिज्म बोर्डले एउटा आफ्नै एउटा युनिट बनाएर रिसर्च गरेर मार्केटिङ स्ट्राटेजी 5 इयर प्लान 1 इयर प्लान हाम्रो यो स्ट्राटेजिक प्लानहरू यो छ, यसमा कुन कुन अर्गनाइजेसन्सहरू फिट हुन्छन्, कम ओभर विल वर्क टुगेदर भन्ने एउटा माइन्डसेट बनाइदियो भने यसरी भागभन्डा गर्नु परेन नि त। जसलाई सरोकार हुन्छ ऊ आउँछ। नेटवर्कमा भएका सबै व्यवसायलाई चाहिँ इन्फर्मेसन डेलिभर गरेपछि उनीहरूले आफ्नो क्षमता अनुसार काम गर्न सक्छ नि। मैले पनि अस्ति देखाएको थिएँ यसरी नै बजेट एलोकेट गर्नको लागि चाहिँ के आह्वान गर्नुभएको थियो। त्यसले कतिको काम गर्छ खोज्नु चाहिँ पर्ने छ। अब उहाँहरूले गर्नु छ। अब अहिले म थोरै एउटा कुरा जोड्न चाहेँ। अब यो बजेट आउँछ त्यसलाई इम्प्लिमेन्ट हुँदैन कि बजेट आउँछ किताबमा लेखिएर आउँछ कि यसो पोखराको प्रमोसन गर्ने हो, नेपालको प्रमोसन गर्ने हो होइन। गर्नको लागि एबिसिडी जसले गरे पनि हुन्छ, गरे हुन्छ। तर त्यसको प्रोफेसनलिजम कोसँग छ त नि भन्ने कुरा हेर्नु चाहिँ पर्छ क्या। आज म एउटा ट्राभल कम्पनी चलाएको छु अनि मैले ऱ्याफ्टिङको साथीहरूसँग कोअर्डिनेट गरेर म ऱ्याफ्टिङ पनि बेच्छु, नबेच्ने होइन, बेच्छु। तर म ऱ्याफ्टिङको प्रोफेसनलिजम त म होइन, प्रोफेसन मेरो म सक्दिनँ नि त्यो कुरा। मैले ऱ्याफ्टिङ सम्बन्धी केही चिज चाहियो भने मैले नाराकी साथीहरूसँग ऱ्याफ्टिङकै साथीहरूसँग मैले कोअर्डिनेट गर्छु। भने मेरो एउटै कुरा के हो भने हामी ट्राभल मार्ट भन्छ भने ट्राभल मार्टको कन्सेप्ट त ट्राभलकै सेक्टरको मान्छेले गर्ने होला नि त, ट्राभल एजेन्सीले गर्ने होला नि त। आज बाहिरको पनि त्यही छ कि चाहिँ नि कुनै एउटा मिडिया हाउस बनाउनु सक्छ, कुनै एउटा चाहिँ नि इभेन्ट अर्गनाइजरले गर्नु पऱ्यो, उसँग चाहिँ नि उसले सबै कुरो डाटा लिएर गर्न सक्नु पऱ्यो। त्यो सक्ने चाहिँ हामीसँग अहिले त्यो बनेकै छैन, त्यो एउटा मेकानिजमै बनिसकेको छैन। त्यो भनिसकेको चाहिँ नि हाम्रो माग के हो भने तपाईँले एउटा सामान्य हेर्नुहोस्, हरेक प्रदेशमा अहिले ट्राभल मार्ट भएको छन्, बाहिरबाट आएको छन् मान्छेहरू गरेर गएको छन्, तर हामीसँग छैन। किन छैन?
मान्छे हामी पोखराको साथीहरू एकले अर्को माथि हल्दी भनेको छ उही एउटा संस्थाले अर्को संस्थालाई हेरेको छ, अर्को संस्थाले अर्को संस्थालाई हेरेको छ, घाटा कसलाई भयो त पोखरालाई भएन हो। यो 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 मूल्याङ्कन गर्ने मान्छे को त? यसमा एउटा सानो कुरा जोडिहालौँ कुरा गर्दाखेरि हाम्रा गम्भीर प्रकृतिका कुरा पनि आउँछन्। हामीले टुरिज्म बोर्डको चाहिँ कार्यशैलीप्रति बडो चासो दिइरहेछौँ अहिले, हाम्रा आफ्ना पनि इस्युजहरू छन्। यसमा मैले एकदम प्योरली जान्न खोजेको नेपाल टुरिज्म बोर्डले अथवा पर्यटन मन्त्रालयले ट्राभल एजेन्सी हाम्रो एसोसिएसन नाटालाई ओभरसिजमा रहेका अरू ट्राभल एजेन्सीहरूसँगको नेटवर्क बिल्डअप गर्नलाई इन्भाइट गरेर विदेशमा भएका अथवा जस्तो हामीले मानौँ जापानको टुर अपरेटर एसोसिएसनका पदाधिकारीहरू होलान् अथवा अरू मेम्बरहरूलाई हामी स्पोन्सर गरिदिन्छौँ, नेपालमा आएर एउटा कार्यक्रम गरेर जाऊ होइन। त्यस्तै गरेर युकेको हुनसक्छ, टर्कीको हुनसक्छ, अरबी मुलुकका हुन सक्छन्, इन्डियाकै हुनसक्छ। किन मैले यो भने भन्दाखेरि आजभन्दा मलाई जहाँसम्म लाग्छ 3 महिना अगाडि हुनुपर्छ हाम्रो पटना टुरिज्म एसोसिएसनबाट हामीले सोनुसँग गफ गरेका थियौँ। त्यसरी आउँदाखेरि अहिले मुक्तिनाथ राम्रो सेल्स भयो पटनामा। एजेन्सी नै यहाँ आइदियो भने कस्ट बिल चाँडो हुँदो रहेछ। हामी गएर इन्भाइट गर्दा भन्दा उनीहरू आउँदाखेरि फिजिकल एभिडेन्सेसहरू हामीले राम्रो क्रिएट गर्न सक्दो रहेछौँ। त्यसरी प्रमोट गर्नको लागि नेपाल टुरिज्म बोर्डले मेकानिजम बनाएर तपाईँलाई सपोर्ट गरेको छ त्यस्तो? यस्तो छ, हामीले पटक पटक भनेको छौँ यो फ्यामिली ट्रिप एउटा राख्नुहोस्। त्यो फ्यामिली ट्रिपमा कस्तो भने सेक्टर वाइजको लिएर होइन, त्यसमा हामी जानु भएन, उनीहरूले लिएर आउँछ। किनभने उसले हाम्रो डेस्टिनेसन बेच्ने ऊ भने देख्न त पऱ्यो नि। आज पोखराको फेवाताल चाहिँ कस्तो छ, उयो फोटो हेरेको भरमा उसले बेचिरहेको छ भने पोखरा फेवाताल कस्तो छ, माछा बुझे कस्तो देखिन्छ यहाँबाट भनेको उसले पनि त त्यो अनुभव गरेर लिएर अझ गर्न पाउँछ नि त। हामीले यो जस्तो कि पर्यटन परिषदले एउटा आयोजना गरेको कार्यक्रम थियो। हजुर, हामीले एउटा चाहिँ सानो एउटा मिट गरेका थियौँ, बिटिपी मिट भनेर गरेका थियौँ। त्यसमा हामीले इन्डियाको त्यो पनि प्रान्त वाइजको मान्छे आएको थियो, अनि बङ्गलादेशको, इभन भियतनामको र चाइनाको यी साथीहरूलाई लिएर आएर हामीले एउटा सानो एउटा ट्राभल मिट चाहिँ हामीले मलकोला सेसनमा गऱ्यौँ। त्यतिखेर पोखरा पर्यटन परिषदको चाहिँबाट चिरञ्जीवी सर थियो र टिकाराम सापकोटा दाई चाहिँ संयोजक र म आफैसँग संयोजक बसेर त्यो एउटा काम गरेको थियो। त्यसले राम्रो बिल्डअप भएको थियो कि त्यो चिजलाई कन्टिन्युटी गराउँ न त, आउनुहोस् न, त्यसैले ट्राभल मार्केटको कन्सेप्टमा लैजाउँ गरौँ भनेर चाहिँ हामीले चाहिँ धेरै कोसिस गरे हो होइन। अब यो चिजमा चाहिँ हामी एकदमै तत्पर नै छौँ, तर पोलिसी वाइज चाहिँ हामीलाई सहज चाहिँ हुनुपर्ने अवस्था छ। ल थ्याङ्क यू राजेश सर, समय दिनुभयो। अझै धेरै कुराहरू बाँकी छन् गर्नलाई, फेरि कुनै दिनमा समय माग्छु, नै नभन्नु होला। हस्, थ्याङ्क यू भेरी मच। आज थोरै राख्नु समय दिनुभयो त्यसले